म यस कथाको पात्र अमर कोइराला, पेसाले व्यापारी, एउटा सक्सेसफुल बिजनेसम्यान भन्दा फरक नपर्ला, एक श्रीमती र एक छोराको बाउ। आज मेरो मरणको दिन म नभई मेरो आत्माले तपाईहरुलाई यो कहानी सुनाउने छ। कुरा 2039 सालको हो। मेरो बा म जन्मेको केही महिनामा बित्नु भएको अरे। गाउँकै नम्बर 1 जडे अरे। त्यति थाहा छ त्यो बेला मोबाइल हुँदैन थियो, त्यसैले बुवा कस्तो हुनुहुन्थ्यो, कस्तो देखिने हुन्थ्यो मलाई थाहा छैन। म 12 वर्ष भएपछि आमा पनि बित्नुभयो। सायद अभाव र कमजोरीले हुनुपर्छ, मैले बुझ्दा आमाको पुरानो धमिलो तस्बिर भने घरमा छ। आमालाई भनी जहिले सम्झिरहन्छु। आज म मरेको दिन। सबवाहन हस्पिटलबाट मेरो लास लिएर घरतर्फ जाँदैछ। कुरा साँचो रहेछ, मान्छे मात्र मर्दो रहेछ, आत्मा त अमर हुँदो रहेछ। सबवाहन मेरो घरको अगाडि रोकिन्छ। 4 तलाको ठुलो घर। पैसा भने जस्तो मनज्ञ केही कुराको कमी छैन। तर के गर्नु, काल आएपछि कसको के लाग्दो रहेछ र। सबवाहनको ड्राइभर कुरा गर्दै थियो। म मरे पनि मेरो आत्मा त्यही छ र सबै हेरी अनि सुनिरहेको छु। केवल मलाई मात्र कसैले नदेख्छ नसुन्छ। सबवाहनमा केवल मेरो श्रीमती मात्र थिए। ऊ रुँदै थिए एकहोरो। आत्माको पनि मन हुँदो रहेछ। त्यति बेला थाहा भयो कि किनभने ऊ रोएको देखेर मेरो आत्मा पनि रोयो। केही छिमेकीहरू मेरो घर आएका रहेछन्। सायद घुलमिल नभएर होला, कसैलाई चिन्दिन थिए। म एक्कासी मरेकोले पनि आफै तनावमा थिए। लेनदेनको पैसा उठाउन बाँकी नै थियो। कसैलाई भन्न पनि पाइन। हुन त श्रीमती र छोरालाई पुग्ने पैसा कमाइदिएकै छु, तर पनि यो लोभ भन्ने चिज पनि कस्तो होला। आफू मरे पनि त्यो पैसाको बेसी चिन्ता। आफ्नो लास सामुन्ने भएर होला, आफैलाई हाँसो लागेर आउँछ। आफ्नो लास अगाडि छ, म भने अझै पैसा नै सोचिरहेको थिएँ। यो कहानीलाई अगाडि बढाउनु भन्दा अगाडि म के हो, को हो र कसरी मरे भन्ने कुरा जान्न जरुरी छ। त्यसैले फ्ल्यासब्याकमा जाँदैछु। मसँगै रहनुहोला। थोरै विगतबाट सुरु गर्नेछु। म मामाको सहारामा एसएलसी पास त गर्छु, तर मेरो दिमागमा पढाइभन्दा बेसी पैसा खेलिरहेको हुन्थ्यो। खाली पैसा कमाउने र ठुलो मान्छे बन्ने चाहनाले सताइरहन्थ्यो। सायद गरिबी र अभावलाई नजिकबाट निहालेर होला। मलाई बस धनी बन्नु थियो र बुबा आमा जस्तो अभावमा मर्नु थिएन। म भागेर सहर पसेँ। मेरो खोजी भयो या भएन त्यो मलाई थाहा छैन। म पढाइ छोडेर काम गर्न थालेँ। त्यो पनि वारिपारी बोर्डर। खाना बस्न साथै पैसा पनि राम्रै थियो। म केरियर सामान वारिपारी गर्ने मान्छेको काम गर्थेँ। 2 वर्ष काम गरिसकेपछि राम्रै पैसा र अनुभव भयो। त्यसपछि म आफै अर्डर लिन थालेँ र आजसम्म आइपुग्दा लगभग 25-30 करोडको सम्पत्ति पनि कमाउन सफल भए। मैले चाहेको सबै थियो, तर भात पकाएर दिने कोही थिएन। त्यसैले व्यापारकै सिलसिलामा मेरो पूजासँग भेट भयो, जुन अहिलेको मेरो श्रीमती। लभ पर्यो र केही महिनामै हाम्रो बिहे भयो। बिहेको केही वर्ष राम्रै थियो, तर समय बित्दै गयो। हाम्रो सम्बन्ध पनि चिस्सिन थाल्यो र यो सबको कारण थियो पैसा। न टाइममा खाना न पानी, खाली पैसा। म पैसाको लागि झन पागल हुँदै थिएँ। जति पैसा कमाउँदै गए उति लोभ बढ्दै गयो। जीवनमा पैसा भन्दा ठुलो अरू केही छैन भन्ने सोच्थे। यही विषयमा हाम्रो दिनदिनै झगडा हुन्थ्यो। थाहा छैन हाम्रो झगडाले त्यो सानो छोरामा के बित्थ्यो होला, तर मलाई भने कुनै मतलब थिएन। बस पैसा भएपछि सब ठिक हुन्छ जस्तो लाग्थ्यो। तर पैसाको लतमा म बिस्तारै सब चिज गुमाउँदै थिएँ। साथीभाइ, इष्टमित्र, आफन्तहरू, साथै परिवारको माया पनि। म दिनदिनै घमण्डी हुँदै जाँदै थिएँ। मलाई कोही मरोस् बाँचोस् कुनै सरोकार थिएन। बस मेरो पैसा घट्नु हुँदैन थियो। सोच्थे जीवनमा मलाई कोही चाहिँदैन, पैसा भएर सब किन्न मिल्छ। कतिपटक सामान्य बिरामी भए, तर खासै मतलब गरिन। श्रीमती र छोरालाई कुनै चिजको कमी गरेको थिएन, तर पनि किन हो पूजा मसँग झगडा गरिरहन्थे। यो मैले बुझ्न सकिराखेको थिइनँ। 40 वर्षको दौरानमा म एउटा सफल व्यापारी भइसकेको थिएँ, तर सबै भएर पनि सायद केही कुराले मेरो मन भने खाइरहेको थियो। यो बुझ्नुभन्दा अगाडि नै मलाई हार्ट अट्याक हुन्छ र त्यो अट्याक नै मेरो लागि फर्स्ट एन्ड लास्ट हुन्छ र हस्पिटल पुगेको केही समयमै मेरो मृत्यु हुन्छ। म यति छिटै मर्छु भन्ने सपना पनि सोचेको थिइनँ। नाम मात्र अमर भएर व्यक्ति अमर नहुँदो रहेछ।
सब वाहन मेरो घर अगाडि रोकिन्छ र मेरो लासलाई घरभित्र लगिन्छ अनि अलिअलि गर्दै मानिसहरू भेला हुन थाल्छन्। म सब हेरिरहेको थिएँ र सुनिरहेको पनि थिएँ। म सही थिएँ या गलत आज थाहा पाउनेवाला थिएँ। आज सबैका विचार र म प्रति हेर्ने दृष्टिकोणको पर्दाफास हुनेवाला थियो। कुनै अदालतमा उभिए जस्तो र मेरो बारेमा आज निर्णय फैसला हुने जस्तो। म छोरा भएतिर हेर्छु, ऊ देख्दिनँ र कोठा जान्छु। छोरा मोबाइलमा गेम खेलिरहेको थियो। उसलाई म मरेकोमा कुनै मतलब नै छैन। मेरो आँखाबाट थाहै नपाए आँसु बग्न थाल्छ। ऊ बेला बेलामा मसँग खेल्न खोज्दा, बोलाउन खोज्दा म तर्किने गर्थे। सायद यसैको परिणाम हो जस्तो लाग्छ। केही समयपछि अरूको आवाजमा ऊ बाहिर निस्किन्छ। मलाई यतिखेर लाग्छ म धनी मात्र बन्न सके तर एउटा राम्रो बाउ बन्ने मलाई यतिखेर लाग्छ म धनी मात्र बन्न सके तर एउटा राम्रो बाउ भने बन्न सकिनछु। म पनि बाहिर निस्किन्छु। श्रीमती पनि अब रुन छोडिसकेकी थिए। बाउन के पढ्दै थिए। मेरो लास भने तुलसीको मोठ अगाडि राखिएको थियो। 2-3 मानिसहरू कुरा गरिरहेका थिए। म त्यहाँ जान्छु। मलाई तिनीहरूको कुरा सुनेर थाहा हुन्छ म पैसाको आडमा कसरी मान्छेलाई हेप्ने गर्थेँ भनेर। जसले गर्दा मेरोमा समेत सीमित मान्छेहरू मात्रै थिए। मलाई थाहा हुन्छ पैसा मात्र सब थोक रहेनछ। जीवनमा कोही मैले दिएको सापट अब तिर्नु पर्दैन भनेर खुसी हुँदै थिए। मलाई थाहा भयो कि पैसाको लागि मानिस कति हदसम्म गिर्न सक्छ भनेर, जुन म आफै पनि महसुस गरिरहेको थिएँ। मेरा आफन्तहरू बिस्तारै आउँदै थिए। यता मेरो लास घाट लाने तयारी हुँदै थियो। पैसा कमाउने होडबाजीमा मान्छे कमाउन बिर्से भन्ने लाग्छ। पैसाको कारण मात्र कोही बोल्न नसकेका रहेछन्, त्यो मलाई महसुस हुन्छ। आज प्रत्यक्ष मानिसका कुरा सुनेर थाहा हुन्छ। म अझै बाँच्थे होला तर पैसाले मलाई लग्यो। मसँग धन बाहेक अरू केही रहेनछ। मन त कहिले मरिसकेको रहेछ। पढ्दा कसैलाई सहयोग गरिन र कसैलाई सम्मान गरिन। न त राम्रो श्रीमान, बाउ, छिमेकी, न त साथी नै भन्न सके। जुन बेला बुझ्नु पर्ने त्यो बेला बुझिन। अब बुझेर के गर्नु भन्ने लाग्छ। म सम्झिँदै रुन थाल्छु। आफ्ना गल्तीहरू एक स्वीकार्न थाल्छु। तर धेरै ढिला भइसकेको थियो। म बस एउटा कुनामा बसेर रोइरहन्छु जबकि अरू सबै चुपचाप थिए। मेरो लास देखेर रुने म मात्र केवल एक्लो थिए। शङ्ख फुक्दै लास जलाउनलाई भनेर घाट लगिन्छ। आमाले भनेको एउटा शब्द बल्ल याद आउँछ कि यो जुनीमा गरेको पाप यही जुनीमा भोग्नु पर्छ। म फेरि रुन्छु र एकचोटि फेरि बाँच्न मन लाग्छ। फेरि सरले पढाएको सम्झिन्छु कि समय फेरि फर्केर आउँदैन। जे गर्नु छ समय छँदै गर्नुपर्छ भनेको। म झन् जोरले रुन्छु तर मलाई न हेर्ने कोही छ न त मेरो रोएको सुन्ने कोही छ। म मरेदेखि लास जलाएरसम्म जीवनको सम्पूर्ण कहानी बुझ्छु। तर म नभएर केवल एउटा आत्मा थिए जसलाई न कोही देख्न सक्छ न त कोही सुन्न सक्छ। यदि कोही मेरो लासको मलामी थियो भने केवल त्यो म मात्र थिए जो पुरा मनबाट गएको थिए। जीवन रौन्जेल नसकेको जीवनको रहस्य मरेपछि बल्ल बुझे। वास्तवमै आत्मा हुँदो रहेछ र मरेपछि केही दिन घर वरिपरि बस्दो रहेछ। सायद जीवनको सही अर्थ र परिभाषा बुझाउनलाई। थाहा छैन मेरो आँसुले मेरो पाप पखालिन्छ कि पखालिँदैन। तर पनि अर्को जन्ममा फेरि मान्छे भएछु भने मात्र मान्छे भएर बाँच्नेछु। उता मेरो लास घाटमा जलिरहेको छ, यता भने म जलेको लासमा रोइरहेको छु। बुझ्न धेरै ढिलो भइसक्यो। त्यो म बुझ्छु र म झन् भक्कानिएर रुन्छु। सबैसँग हात जोडेर माफी माग्छु। तर न मलाई देख्ने कोही छ न त सुन्ने कोही नै छ। मैले त मरेपछि बुझेँ वास्तविक जीवनको रहस्य। तर तपाईहरू बुझ्नलाई ढिलो नगर्नुहोला। यो जन्ममा गरेको पाप यही जन्ममा भोग्नुपर्छ। समय बितेपछि पछुताएर कुनै अर्थ छैन।